Hey guys, welcome back to my channel. Hope you all are absolutely fine and doing good. अन्त आज चाहिँ म गाइज म बहिनीलाई पुर्याउनुलाई पान्डम जाँदैछु अनि पान्डम जाँदा चाहिँ आज चाहिँ टक्कै धेरै पछि हैन हेलमेटमा क्यामेरा माउन्ट गरेको छु अनि टक्कै मोटो भ्लगिङ गरिदिनु पर्यो भनेर चाहिँ सोचेको हो। अन्त टक्कै बहिनीको एक्जाम छ आज चाहिँ अन्त बहिनीलाई पुर्याउनुलाई चाहिँ टक्कै पान्डम जाँदैछु। त्यहाँबाट आएपछि चाहिँ रम्फूमा काम छ धेरै भएको थियो भ्लग नहालेको। कहाँ गएछ बहिनी? यतै थियो त आकृति खोइ। अन्त त्यहाँबाट आएपछि चाहिँ रम्फूमा काम छ हो। अनि हाम्रो यहाँ घरमा चाहिँ एकदम यहाँ माथि भाउजू हस्पिटलमा हुनुहुन्छ कि त्यही भएर यहाँ पुरा कटिङहरू बाबाले मम्मी खाना बनाउनुमा बिजी धमधम काम चलिरहेछ। खाना बनाउनु खाना पाकिसक्यो अहिले खाना खाइकिन जानुपर्छ हो। यता बहिनी इक्जाम अल द बेस्ट। थ्याङ्क यू। हजुर के भन्नुभएको? अन्त मासु भएको बेलामा खाना खानुपर्छ अहिले आएर सक्यो भने लस्ट हुन्छ। मलाई चाहिँ हिजो दादाले चाहिँ नि बहिनी तँलाई मासु खानु मन परिरहेको छ है अरे दादालाई मन परेन। आमाले पनि सोध्दै थियो त उयोलाई आमाले मलाई बहिनी तँलाई मासु खानु मन परिरहेको छ है। आमा ठिक छ तपाईँ त भिडियोमा हालिदिन्छु ल। आमा यहाँ चाहिँ मेरो बोजू हो जय मासी बोजू यहाँ चाहिँ। अन्त त्यही गाइस अब हामी यहाँबाट घरबाट हिँड्नु आँटेको अनि अहिले ठक्कै मोटो भ्लगिङ गर्छु हो। अन्त त्यो भ्लग चाहिँ कस्तो हुन्छ नि मेरोमा हेलमेटमा चाहिँ क्यामेराको उयो एडप्टरहरू छैन कि गोप्रोको माइक पनि छैन अनि त्यत्तिकै इन्टरनल माइकले नै गर्नु आँटेको। राम्रो आयो भनेदेखिलाई हाल्छु अनि विन वाइज पुरा आयो भनेदेखिलाई चाहिँ हाल्दिनँ हो। अनि के हुन्छ हेरौँ है त अहिले। सो गाइज अहिले चाहिँ म गएको अब ज्याकेट लगाएको किनभने माथि पान्डम भन्ने जग्गा चाहिँ जाडो हुन्छ हो। मेरो गाउँको भाइ छ त्यो मैले भन्नुपर्ने कि तैँले भन्नुपर्ने? मैले यसको नाम पुजे भाइ हो। राम हो राम राम हो। अन्त यो चाहिँ हाम्रो गाउँको भाइ हो। अहिले स्कुटीमा गएर भेट भइरहेको छ पुरा ढिलो भइसक्यो। सो गाइस म आइपुगेँ ठ्याक्कै स्कुटी भएकोमा हो। अरे न अब यो एङ्गल मिलाउने टाइम पनि छैन मेरोमा कि कस्तो के हो। ग्लोभ्स पनि छ तर लाउँदिनँ। अन्त ओ 8:50 भइसकेछ त। अन्त लगा त्यो लगा कोही बात नै रेजुको बाबा भर्खर रेडी हुँदैछ अरे। भानु त यताबाट हौ यता यहाँ जग्गा यो भाँचेको रहेछ नि छिटो बस्छु त्यसो भयो चढिसकिस्? न एङ्गल कस्तो आउँदैछ हो बोलेको सुन्छ सुन्दैन के हो केही थाहा छैन। मैले चाहिँ खासमा यो गोप्रोको एडेप्टर हो अन्त अनि माइक पनि किन्नुपर्ने छ तर किनेको छुइनँ किन्नु। त्यो खासमा चाहिँ गोप्रो 13 मेरोमा चाहिँ 13 छ कि 13मा चाहिँ त्यो अरू लाग्छ कि लाग्दैन त्यो फेरि नर्मल लाग्दैन रहेछ नि त कति 13मा चाहिँ हो। त्यही प्रब्लम पनि भइरहेछ। अनि विन नोइज कस्तो आउँदैछ के हो अहिले म माथिनिर चाहिँ चेक गर्छु एकपल्ट फोनमा कनेक्ट गरेर कि। तर फेरि बहिनीलाई पुऱ्याउनु गएको कि टाइम पनि छैन। अर्को कुरा चाहिँ फेरि उसको इक्जाम छ अनि त्यही भएर खासमा चाहिँ हामी 9 बजी त पुग्नुपर्ने माथि पान्डम तर ढिलो भयो आज ढिलो गऱ्यो नि। तर केही छैन पुगिहालिन्छ।
अहिले चाहिँ यहाँनिर हाम्रो एउटा अङ्कललाई पैसा दिनुपर्ने थियो होइन, अनि ठ्याक्कै पैसा दिएर अब फेरि हामी जितलाङ चौतारादेखि उकालो जाँदैछौँ। तर जाडो चाहिँ जाडो हुँदो रहेछ हाम्रो पास्टर बाउको गाडी। जय मिस पास्टर बाउ। हजुर थ्याङ्क यू। हाम्रो अति नै आदरणीय चर्चको पास्टर बाउ काजल बाबु पनि। यो जग्गालाई चाहिँ अप्पर जितलाङ भन्छ होइन, कतिजनालाई थाहा छैन भनेदेखिलाई यो जग्गालाई चाहिँ अप्पर जितलाङ भन्छ। अनि हाम्रो चर्च चाहिँ फेरि घरदेखिको माथि आउनुपर्छ हो, परनिर हो हाम्रो चर्च। यहाँ माथिबाट पनि अझै यतानिर तल ओह्रालो झर्नुपर्छ फेरि। अन्त के बोलौँ पो हुँदो रहेछ त, कति वर्ष बाद यसरी हेलमेटमा उयो लगाएर मोटो भ्लगिङ गरेको कि के बोलौँ हुँदो रहेछ, के बोल्नै नआउँदो रहेछ। कस्तो हुँदो रहेछ त। अस्ति एकजना मोटो भ्लगिङ गर्ने देखेको थिएँ कि मैले, बहिनी अस्ति एकजना मोटो भ्लगिङ गर्ने देखेको थिएँ कि रम्फूमा, बोल्दै हिँड्दै थिएँ कि पक्ला पक्ला जस्तो लाग्यो। मलाई पनि अरूले हेर्दा त पक्ला पक्ला जस्तो देख्छु नि। तपाईँको दया जीवनभन्दा श्रेष्ठ। पहिला नै म चाहिँ नि यहाँनिर जितलाङ स्कुल भन्छ कि जितलाङ प्राइमेरी स्कुल, यहाँदेखिको अहिले त जुनियर हाई स्कुल बनाएँ यहाँ मुनि कि यहाँ तल म ऊ तल स्कुल पढेको नि। कतिजनालाई याद आउँछ स्कुल पढेको होइन, कति हेर्नु यो स्कुल पढेको नि त। स्कुल त कति फेरे हो। फर्स्टमा माथि पढेको, माथि अर्को म पढेको स्कुल माथिनिर छ हो। फर्स्टमा माथि डुगा पढेको सनराइज, त्यहाँबाट फेरि टिस्टा पढ्यो मन्स्टर, त्यहाँबाट फेरि मन्स्टरबाट जितलाङ, जितलाङबाट फेरि रम्फू, रम्फूबाट माइनिङबाट फेरि टिस्टाबाट चाहिँ फेरि त्यहाँ टिस्टाबाट चाहिँ पढेन, छोडेँ त हामीले। कम्ती बेसी स्कुल चेन्ज गरेन त। माथिबाट गोप्रोमा पानी बसे, पानी सट्टै आयो कि पाइपको पानी। यो बाटो चाहिँ जति बनाउँदाखेरि पनि यस्तै हुन्छ है, यहाँको चाहिँ के प्रब्लम छ नि यो बाटोको। अहिलेदेखि भयो भने यो बाटो यस्तै हो, बनाउने बित्तिकै फेरि बिगारिहाल्छ। जैसा बनाया वैसे बिगड़ गया क्या। अनि एउटा अर्को यो बाटो छ, यस्तो अप्ठ्यारो छ यो बाटो। झर्छ है बहिनी, पक्रै राख्नु अरे। आकृति भन्दा न तलै होला नि फेरि। कम्ती अप्ठ्यारो छ नि यो बाटो। राम्ररी पैसा नखाइ बस्न हुन्छ होला। राम्ररी बनायो भने त बनिहाल्छ, नबनिने के चाहिँ छ होला। अहिले चाहिँ म ठक्क जुगा आइपुगेँ। अनि जुगामा जुगा आइपुगेँ हो। पहिला चाहिँ म नि यहाँ पढेको नि, यहाँ तल डेढको सानो घर छैन उयो, देखेको छ कि छैन हो क्यामेरामा। त्यहाँनिर स्कुल पढेको नि, त्यो स्कुल थियो सनराइज होइन। अनि अहिले त्यो स्कुललाई सारेर चाहिँ यता ठुलो बिल्डिङ बनाएको छ, त्यहाँ पढेको नि सनराइज स्कुल। सनराइज
चढ्न अब यहाँबाट यता फेरि मैले खासमा बाइक किन्नु पर्यो भनेको कि एउटा एक्सपल्स बाइक किन्नु पर्यो भनेको कि घरबाट दिँदैन नि त बाइक किन्नु पहिला त्यसै बित्थामा स्कुटी बेचेछु जस्तो लाग्छ नि अहिले त हावामा बेचेर बाठ्यो भएर स्कुटी बेचेर दुबई गएको कि म हावा मैले स्कुटी पनि यो स्कुटी पनि दादाको होइन अब मैले मेरो अब स्कुटी त बेचिहालेँ हो अनि त्यसै बेचेछु जस्तो लाग्छ यो बाटो चाहिँ दामी बनाएको छ अहिले होइन पहिला चाहिँ यस्तो थिएन कि यो बाटो अहिले चाहिँ दामी बनाएको छ अस्ति म आउँदा चाहिँ यो डबल कार्पेटिङ हुँदै थियो यसको मुनिपट्टि चाहिँ रफ कार्पेटिङ गरेको छ होइन अनि यसको माथिपट्टि चाहिँ फेरि यो मिन त्यो मजाको कार्पेटिङ गरेको छ क्या दामी बनाएको छ यो बाटो चाहिँ कुद्नु पनि मजा आउने खाले क्या कुदाउनु पनि मेरोमा अर्को पनि छ कि क्यामेरा एचडी क्यामको सोच्दैछु त्यसको त माइक पनि छ जस्तो लाग्यो सोच्दैछु कि त त्यसबाटै बनाउँ कि भनेर फेरि क्वालिटी चाहिँ त्यसको पहिला फेरि हाउडै आउँछ नि त त्यसको क्वालिटी न त्यसको एङ्गल मिल्छ हो त्यो क्यामेरामा झिजो क्यामेरा छ त्यो न त्यसको एङ्गल मिल्छ हो अन्त त्यसले गर्दाखेरि चाहिँ फेरि गोप्रो किनेपछि गोप्रोबाटै गर्नु पर्यो भनेको हो अन्त अर्को कुरा चाहिँ फेरि मेन त पैसा सब खेल पैसे का है भाइ अन्त कम्ती लाग्दैन त्यो एडाप्टर किन्नु नै अनि आमामा एडाप्टर मात्रै किनेर भएन फेरि हो त्यो उलान्जीको उयो पनि किन्नु पऱ्यो केस पनि किन्नु पऱ्यो हो अन्त त्यहाँबाट फेरि अझै माइक पनि किन्नु पऱ्यो राम्रो क्वालिटीको कम्ती भनेको पनि त्यो सबै गर्दाखेरि एडाप्टरको कति छ अहिले 4,000 5,000 कति हजार होला हो अनि माइकको कि त मिडिया मोड किन्नु पऱ्यो मिडिया मोड किन्यो भने त झन् सिधै 8-10 हजार कति हजार छ के बेसी महँगो आमामा यत्रो महँगो दाम हालेर क्यामेरा किने अझै हो अब त इनबिल्ड बनाइदिनु नि गोप्रोले पनि इनबिल्ड बनायो भने त कति दामी हुन्छ होला नि मिडिया मोड चाहिँ तर खासमा त मिडिया मोड हाल्यो भने राम्रो नि मिडिया मोड हाल्यो भने पनि तर उयो त किन्नै पर्छ फेरि कब केस त किन्नै पऱ्यो हेलमेटमा उयो गर्ने अहिले त मेरो त्यो डाइरेक्ट गोप्रोको त्यो मुनिपट्टिको त्यो अड्काउने हुन्छ नि त्यसबाट ठ्याक्कै अड्काइरहेको छु यसमा कि एउटा उयसमा त्यो एक्सन प्रोको होला यो माउन्ट स्ट्र्यापमा चाहिँ ठ्याक्कै अड्काइरहेको छु कि तर अब माइकहरू हालेपछि त त्यहाँबाट राम्रै उयो गर्नै पऱ्यो फेरि कम्ती खर्च हुँदैन मलाई चाहिँ खासमा दुबईमा हुँदाखेरि आइफोन किनौँ कि गोप्रो किनौँ भएन त्यहाँबाट चाहिँ फेरि मैले आइफोन किनेँ भने त मोटो भ्लगिङ गर्नु हुँदैन भनेर चाहिँ फेरि एज गोप्रो नै किनिदिन्छु भनेर किनेको अनि गोप्रो किने होइन मेरो गोप्रोले चाहिँ खासमा 5K सुट गर्छ नि त हो 5.3K कस्तो कति सुट गर्छ कि मेरो फेरि फोनमा त्यति सपोर्टै गर्दैन रहेछ ट्याबमा पनि अन्त त्यहाँ पनि बर्बाद फेरि हो अनि ल्यापटप पनि पहिला बिग्रिहाल्यो कस्तो दामी छ यो गाउँ दामी छ यो जग्गा कस्तो मजाको कार्पेटिङ गरेछ है बहिनी अस्तिको भन्दा मेन खाले डबल गर्दै थियो अस्ति सो गाइस अहिले चाहिँ बहिनीको स्कुल आइपुग्नु आँट्यो आइपुग्यो भन्दा पनि भयो यहीँ पर होइन बहिनी यसले यस्तो मलाई अत्ता लाग्यो नि यस्तो ढिलो भयो ढिलो भयो भने जस्तो अत्ता लाग्यो नि यसले त्यही भएर म भ्लग नबनाइकन यस्तो तुफान कुदेको नि कि यस्तो दामी बाटो छ बिस्तारै कुद्ने खाले त्यसो अत्तालाई बस्छ स्टुडेन्टहरू कम्ती छैन त यहाँ त
कहिले आउँछस् घर आउँदिन अब मेरो आउँदैन त्यहाँ त चिसोले दिमागमा सबै गयो पऱ्यो कपाल हेर्नु केही फाइदा छैन बानी किन बानेको त अनि फोटो खिचेर चाहिँ You can have tea over there. No, 25. Uncle, कल आउनु भयो हेर्न पर्ख हतार नगर निजहरू मासेन गयो म लाग्ला तँ खाने चिया कहिले उयो हुने सोध्छु आरावल्ने जस्तै फेरि चिया खाने अरे अब यसलाई चिया चाहियो अरे फेरि टाइम पाउँदैन गएको म ल बाई ए यसलाई पैसा दिनुपर्छ कता गयो फेरि बहिनी कता गयो गाडी भाडा दिनु ल 50 रुपैयाँ दिनु थ्याङ्क यू हुन्छ 50 ले गाडी भाडा 50 है त ए दिनु अरे छ भने त्यो दे ल लोभ लाग्नु न चलाउनु नयाँ नयाँ दिनु नचला न गाडी भाडा मागे के गर्नु दिदिन त भन्नु नयाँ छ गए यस्तो मजाले कुद्ने बाटोमा थियो अनि अत्तालाएर यति बेसी एकछिन ल म ठक्क गोप्रोको भिडियोहरू हेरौँ है त कस्तो आएको चाहिँ छ कस्तो चाहिँ आएछ सो गाइज अब म चाहिँ यहाँबाट हिँडेको हो हेर न एङ्गल कस्तो आएको छ अरे त्यो एङ्गल मिलाउनु पऱ्यो भनेको कि त्यो क्विक क्यापबाट हेर्नु त हेर्थ्यो हो तर अब ठ्याक्कै एङ्गल मिलाउँदा चाहिँ ए त्यो यहाँनिर फेरि एयरटेलको नेटवर्क पनि आउँदैन कि त्यो इन्टरनेटबाट कनेक्ट गरेर त्यो एप उयो गर्नुपर्ने थियो कि भएन नि मिल्दैन बिस्तारै जान्छु आरामले यहाँबाट त अब न्यु होटेलमा अब जान्छु सबै अफ न्यु होटेलमा अब जान्छु आरामले कति चिसो छैन त अन्त आमा छु आछु चिसो हावाले त अन्त यस्तो डरलाग्दो हात थिराएर भइसकिसक्यो के जाडो फेरि त्यही तल हाम्रो कस्तो गरम छ हो यहाँनिर त के बेसी जाडो अन्त हरेस लाग्दो अनि बाटो चाहिँ हेर्नु न कस्तो दामी बनाएको छ यो आम्मा त्यो दाजुले पनि पिलिक हेर्दै थियो उसँग बोले जस्तो लाग्यो होला कि आम्मा कस्तो दामी देखेको बुतलको त्यो गाउँहरू त्यही यो रोडबाट त जाने हो तर यहाँ माथिबाट हेर्दा कस्तो दामी देख्छ है झन् ड्रोनमा कस्तो दामी देख्छ ड्रोन सट लिँदाखेरि तर ड्रोन सट भन्दाखेरि पनि अस्ति हामी उयो गएको थियो होइन उता म्युजिक भिडियो सुट गर्नु गएको थियो कि वेदरले साथ नदिएर हो ड्रोन सट लिनु लागि पनि प्रब्लम भयो नि त्यति बेला कस्तो मजाको कुरो अब चाहिँ गाइस मेरो यहाँबाट गएर चाहिँ ठ्याक्कै रम्फूमा काम छ हो भाइको काम दिइरहेछ भाइले मलाई कि त्यो ड्युटी गयो त्यसले काम दिइरहेको छ अन्त त्यसको काम पनि गरिदिनु पर्ने छ हो अब म भयो भने त यहाँबाट सिधै रम्फू जान्छु होला किनभनेदेखिलाई अब घर गएर फेरि ओह्रालो झर्नु चाहिँ फेरि झिझो हुन्छ नि त सो त्यही कारणले गर्दाखेरि चाहिँ गाइस अब म सिधै रम्फू जान्छु होला अनि रम्फू गइसकेपछि चाहिँ त्यहाँबाट रम्फूको कामहरू गर्छु हो त्यहाँबाट चाहिँ च्याट्ट लगाएर फर्किने हो चिसो भयो चिसो वान मिस्टेक लाइफ डिलेट भन्ने खाले रोडहरू छ नि त आमा कता हो त्यो डाँडा त त्यो तल पो हो क्या हो म त यहीँ तल सोचेको थिएँ
होइन क्या हौ बिचारा बडीहरू कहाँ जानु भएको होला साँच्ची त गाइज के बोलौँ पो हुँदो रहेछ त धेरै पछि यसरी उयो गर्दाखेरि त आमा हरेस लाग्दो हुँदो रहेछ नि के बोलौँ हुँदो रहेछ स्वर्गमा तपाईको जे इच्छा छ त्यही पुरा गर्नु इच्छा तपाईको जस्तो थियो त्यस्तै जीवनमा पुरा हो तपाईले चाहनु भए हो चाहिँ यो कुकुरले खेद्छ है आएन धन्न खेद्दै गरेको हुन्छ जहिले खेद्छ अस्ति पनि खेद्दै थियो गाडीमा आज अघि पनि खेद्दै थियो हृदयको भेटी चढाउँछु आराधना मेरो येशूलाई आराधना 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 येशूलाई पर डाँडासम्म त जान्छ होला न्युटेलको न्युटेल के जानुपर्ने जहाँसम्म जान्छ म त्यहीँसम्म बगाउँछु रेकर्ड हुँदैछ ए हुँदो रहेछ जान्छ गयो यतिको चाहिँ हुन्छ अन्त आमा यतापट्टि हाल्नु रहेछ कि त्यहाँ भन्यो भने यहीँ बराबर रोक्नु त सो गाइज अहिले चाहिँ म यहाँ तलनिर आइसकेको छु होइन यो जग्गाको नामलाई के भन्छ त्यो चाहिँ थाहा छैन कि मलाई तर यो डाँडामा अस्ति नै हामी एनजिदी म याकुब यहाँनिर बसेको थियो नि यहाँ तल त कस्तो दामी छ आमा चडक्कै छ नि त अनि आमा डाँडाहरू हेर्नु दामी छ नि अझै यो उयो भयो भने त दामी देख्छ झन् मजाले घाम लाग्यो भने त दिउँसो दामी देख्छ झन् त्यो तल धानहरू रोपेको रहेछ होइन त्यसले नै अलिक युनिक देखिहाल्दो रहेछ नि त मजाको चटक्कै हो दामी देखेको छैन होला तर यो गोप्रोमा के देख्थ्यो यो क्यामेराको एङ्गल त मिलेको छैन रहेछ अघिको हो अब यस्तै हालिदिन्छु म अडियो चाहिँ कस्तो आएको छ भरे घरमा गएर चेक गरेर त्यत्तिकै हालिदिन्छु म सो गाइज फाइनली अहिले चाहिँ रम्फू बजार आइसकेको छु होइन अनि मेरो चाहिँ एटिएममा जाने काम छ हो यहाँनिर सिग्नल छ कि रम्फू बजारमा तर कोही बेला चल्छ तर यहाँको त चलेको छैन होला यहाँको चल्छ कि चल्दैन त्यो फिक्सै हुँदैन कुन दिन चाहिँ फाइन तिराउँछ होला मजाले अचानक चलिदियो भने चाहिँ नि कति ड्राइभरले तिर्छ होला नि एटिएममा जाने काम छ कि त्यो पन्जाब ब्याङ्कको एटिएममा चाहिँ काम छ पैसा छ कि भनेको प्रायः यहाँ चाहिँ हुन्छ नि त कि त्यही भएर यहाँ छ कि भनेर चाहिँ सोचेको कि त्यसको लागि चाहिँ स्कुटी साट्टै घुमाउनु पर्ने होला ओह्रालोमा त बगेन सल्लाह घुमाउँछु घुमाएर उहाँ कुनामा हाल्नु सो गाइज अहिले चाहिँ काम सक्यो कि आमामा कम्ती भिड होइन हरेस लाग्दो भिड रहेछ नि त
Yeshua HaMashiach Yahudaको सिंह हाम्रो भाइले नि यस्तो यो रातो एन्ट्रक देख्यो भने त्यसको पनि दादाको भनिहाल्छ नि काकीको छोराले देख्नु हुँदैन दादाको भनिहाल्छ सृष्टिको माली सो गाइस अहिले चाहिँ मेरो काम सबै कुरा सकिहाल्यो हो यहाँ दादा रहेछ निकाल्यो तपाईँले डकुमेन्ट्स किन नबनाएको किन नबनाएको गएको छैन म गान्तोक त गरेर ल्याइदिएँ यसो गर कि म पर्सि पठाउँछु कि सो गाइस अब चाहिँ यहाँबाट टक्कै घर लाग्दिने हो होइन राउन्ड बजार त घुमेर चाहिँ माथिबाट जानु पऱ्यो यताबाट खासमा त दादासँग त्यहाँनिर अलिकति एकछिन काम थियो कि अन्त एकछिन दादासँग बात मार्दा चाहिँ टक्कै अफ गर्नु पऱ्यो नि त त्यहाँबाट चाहिँ अब चाहिँ घर लाग्दिने बेसी टाइम पास नगरिकन 11:30 भएछ बिहान 8:30मा निक्लेको होला घरबाट हो सट्टै यो उकालो चढेपछि त अब यो चाहिँ हस्पिटल उकालो होइन यो बाटो भनेको चाहिँ पुलिसको चेकिङमा पर्नु छैन भने हो अन्त पुलिसको झिझो छैन जाम लाग्नु छैन भने चाहिँ यताबाट कुद्ने बाटो हो यो चाहिँ चोर बाटो भन्छ नि त्यस्तै बाटो हो खासमा चाहिँ यो बाटो यहाँ राजभवन छ कि गभर्नर हाउस अन्त खासमा यहाँ आउने बाटो हो नि यो यहाँबाट अलिक माथिसम्म उयो गरेको खाल्टो सबै प्रेमले पुरेर आउनु हुने बाटो पुरेर पवित्रताको सुन म यो स्कुल पनि पढेको रम्फू जानामा येशूलाई आराधना चढाऊ अहिले चाहिँ यो सिक्किम क्याब भन्ने एउटा एप आएको रहेछ नि कि त्यहाँबाट चाहिँ तपाईँले क्याबहरू बुक गर्नु सक्ने होइन बुक गर्ने आएको रहेछ नि यो सायद यो उयोहरू जस्तै होला यो एपहरू पनि ऱ्यापिडोहरू टाइपको हुन्छ नि त्यस्तो टाइपको होला ऱ्यापिडो उबर यिनीहरू जस्तै टाइपको एप होला यो गाडी त पछाडि टालिरहेको छ सिक्किम क्याब तर यस्तो एपहरू बन्यो भने चाहिँ नि ड्राइभरहरूले ठग्नु पाउँदैन नि के त्यो चाहिँ बेस्ट हुन्छ ओभर चार्ज गर्नु पाउँदैन नि एपबाट टक्क बुक गऱ्यो हो त्यो चाहिँ सुविस्ता हुन्छ सिक्योर पनि हुन्छ फेरि कम्प्लेन गर्नु पनि सजिलो हरेक कुरा सुविस्ता हुन्छ नि कस्टमरको लागि प्यासेन्जरको लागि भनौँ न यो गाडीमा देख्नु हुँदैछ यहाँ सिक्किम क्याब लेखिरहेको छ यहाँ हाम्रो गाउँको दाको गाडी अगाडि पनि टालेको रहेछ